यो गाइज यही हो मार्बल डाँडा भन्ने यही हो। वेलकम छ है मेरो बुढलाई मार्बल डाँडामा इन्ट्री गरेकोमा है त धन्यवाद। हेर्नुहोस् साथीहरू भ्यू हेर्नुहोस्। यो साइड चाहिँ होइन बेबर डाँडा भन्छ कि बेबर है गाइज। अनि यो छ नि तपाईँको फुलचुके डाँडा हो क्या है। म हल्का जुम गर्दा देखाइदिन्छु है। यो डाँडा चाहिँ हेर्नुहोस् क्या दामी भ्यू छ क्या। हेर्नु पुरै बबाल के ललितपुरको है त यो ललितपुरको गोदावरी क्षेत्र होइन मार्बल डाँडा भन्ने ठाउँको यो है त। थकाइ लाग्यो गाइज हिँड्दा बाटो पनि यस्तो छ हेर्नुहोस्। यो चाहिँ हाइटमा छौँ हामी चाहिँ अहिले हाइटमा आइपुगेछौँ है मार्बल डाँडाको हाइटमा। यहाँबाट तपाईँहरूले हिमाल पनि देख्न सक्नुहुन्छ है। यहाँ एउटा ऊ पनि लेखिएको छ बोर्डमा है। यहाँ चाहिँ जताभावी फोहोर नगर्नु होला अन्यथा रु 5,000 जरिवाना लाग्नेछ भन्ने छ है त। उहाँ चाहिँ हाम्रो दाइ है त। यो चाहिँ मार्बल पहिला निकालिन्थ्यो त्यही कारणले अहिले बन्द गरेको हुनाले अब यसलाई घुम्ने ठाउँ बनाइदियो है। तपाईँ देख्न सक्नुहुन्छ यहाँ काठमाडौँ भ्यालीको भ्यू है। यो चाहिँ ललितपुर साइड पर्छ है त ललितपुरको है त है त। यो चाहिँ ललितपुर हो है। यो ललितपुरको ठ्याक्क भ्यू है ट्याक्कसँग लाएर हेर्नुहोस्। यो चाहिँ ललितपुर साइड है तपाईँहरू देख्न सक्नुहुन्छ। यो चाहिँ यो गोदामचरको डाँडो यो चाहिँ बिसङको डाँडो है त। यो चाहिँ बिसङको डाँडा है त। यो चाहिँ पुरै गोदावरी क्षेत्र। अन्दाइ कस्तो लागिरहेछ त? एकदम रमाइलो है। यहाँ आएर पुरा स्वर्ग आए जस्तो लागिन्छ है। क्या दामी है भ्यू चाहिँ खतरा देखिने कि यहाँबाट खतरा। सर्लको तपाईँहरू चाहिँ यहाँ आयो भने यसो चिसो मौसममा तपाईँहरू हिमालको दृश्य पनि देख्न सक्नुहुन्छ होइन। हेर्नुहोस् ललितपुरको काठमाडौँ भ्यालीको होइन सबै यहाँबाट